यदि राम रावणका ज्वाइँ थिए भने युद्ध किन भयो र यदि सीता लक्ष्मणकी बहिनी थिइन् भने उनी कसरी उनकी भाउजू बनिन्? प्रिय दर्शकहरू, आज म रामायणबाट एउटा रहस्य र रोचक पहेँली लिएर आएको छु जसले तपाईँको मनमा धेरै प्रश्नहरू उठाउनेछ। यो पहेँली यस्तो छ, यदि राम रावणका ज्वाइँ थिए भने उनीहरू किन लडे र यदि सीता लक्ष्मणकी बहिनी थिइन् भने उनी कसरी उनकी भाउजू बनिन्? साथीहरू, यो सुनेर तपाईँहरू अलमल्लमा पर्नुहुनेछ। आखिर राम कसरी रावणका ज्वाइँ बन्न पुगे? यदि उनी ज्वाइँ थिए भने ससुरा र ज्वाइँबीच किन झगडा भयो? र दोस्रो, यदि सीता लक्ष्मणकी बहिनी थिइन् भने उनी कसरी उनकी भाउजू बनिन्? यो पहेँलीको रहस्य आज खुलासा भएको छ। हामी यो भिडियोमा तपाईँको समाधान निकाल्नेछौँ। म तपाईँलाई सन्त, महात्मा र विद्वानहरूबाट प्राप्त सरल र आकर्षक तरिकाले प्रस्तुत गर्नेछु। तर सुरु गर्नुअघि म तपाईँलाई भन्न चाहन्छु कि रामायणले स्पष्ट रूपमा भनेको छ कि कुनै पनि कथा अधुरो छोड्नु पाप हो। त्यसैले यो कथा अन्त्यसम्म सुन्नुहोला। र यदि तपाईँ म जस्तै भगवान श्रीरामको साँचो भक्त हुनुहुन्छ भने कृपया कमेन्ट बक्समा जय श्रीराम अवश्य लेख्नुहोला। त्यसो भए यदि राम रावणका ज्वाइँ थिए भने युद्ध किन भयो र यदि सीता लक्ष्मणकी बहिनी थिइन् भने उनी कसरी उनकी भाउजू बन्न पुगिन्? आउनुहोस् यो पजललाई एउटा ज्ञानवर्धक कथा मार्फत अन्वेषण गरौँ। प्रिय दर्शकहरू, प्राचीन कालको कथा हो। विमलपुर भन्ने गाउँमा एकजना सूरजदास नाम गरेको एउटा किसान बस्थ्यो। उनी धेरै गरिब थिए। उनको परिवारले दिनको 2 छाक मुस्किलले धान्न सक्थ्यो। उनले कुनै रूपमा सूरजदासको परिवारलाई गुजारा चलाउँदै थियो। केही दिनपछि सूरजदासको एउटा छोरा जन्मियो। सूरजदास र उनकी श्रीमती छोरा जन्मिएकोमा अत्यन्तै खुसी भई उनीहरूको खुसीको कुनै सीमा थिएन, किनकि विवाह भएको धेरै वर्षपछि उनीहरूको आँगनमा बच्चाको हाँसोको आवाज गुन्जिन्थ्यो। जब वरपरका मानिसहरूको सूरजदासको छोरा जन्मिएको थाहा पाई सूरजदासका छिमेकीहरू र आफन्तहरू पनि खुसी भए। सूरजदासको घरमा उनकी श्रीमतीलाई बधाई दिन मानिसहरू आउन थाले। सूरजदासको घरमा उत्सवमय वातावरण थियो। धेरै खुसियाली मनाइँदै थियो। त्यत्तिकैमा एकजना सिद्ध महात्मा सूरजदासको ढोकामा भिक्षा माग्न आए र पुकार गर्न थाले, भिक्षा देऊ। आज सूरजदासको घरमा खुसीको दिन थियो। ढोकामा उभिएका साधु महाराजलाई देखेर उनी घरबाट बाहिर निस्किए र भने, हे महात्मा, आज तपाईँलाई मेरो घरमा धेरै शुभ अवसरमा आउनुभयो। कृपया भित्र आउनुहोस्, केही जलपान गर्नुहोस् र मेरो छोरालाई आशीर्वाद दिनुहोस्। धेरै समयपछि मेरो बच्चा जन्मिएको छ। सूरजदासले बार अनुरोध गरिरहे महात्माजीले अस्वीकार गर्न सकिन र घरभित्र गए। उनी भित्र गए। सूरजदास र उनकी श्रीमतीले महात्मालाई श्रद्धापूर्वक खाना खुवाए। खाना खुवाएपछि सूरजदासले भने, हे गुरुदेव, यो मेरो छोरा हो। कृपया यसलाई आशीर्वाद दिनुहोस् ताकि यसले जीवनमा कहिले कुनै किसिमको पनि दुःख पीडा भोग्न नपरोस्। साधु महाराजले बच्चालाई आशीर्वाद दिन हात उठाए र उनको नजर बच्चाको हातमा पर्यो। बच्चाको हातमा विशेष दाग देखेपछि साधु महाराज केही सोच्न थाले। सूरजदासले साधुलाई सोचमा डुबेको देखेर सोधे, हे भगवान, के भयो? मेरो छोरालाई देखेर तपाईँ किन चिन्तित हुनुभयो? सबै ठिक त छ नि? साधु महाराजले भन्नुभयो, छोरा, चिन्ता लिनुपर्ने केही छैन, सबै ठिक छ। तिम्रो छोरा धेरै भाग्यमानी छ। उसको हातमा भएको यो चिन्हले उसको भाग्यमा राजयोग लेखिएको सङ्केत गर्छ। ऊ 16 वर्षको उमेरमा सहरको राजा बन्नेछ। यो सुनेर सूरजदासलाई विश्वासै लागेन। उसले भन्यो, महाराज, यो कसरी सम्भव छ? गरिबको छोरा कसरी राजा बन्न सक्छ? व्याख्या गर्दै महात्माजीले भन्नुभयो, छोरा, भगवानको यो सृष्टिमा कुनै कुरा सम्भव छ। यो केटाले आफ्नो पूर्वजन्ममा यस्तो पुण्यकर्म गरेको छ जसको फलस्वरूप यस जन्ममा राज्य प्राप्त गर्नेछ। थप व्याख्या गर्दै महात्माजीले भन्नुभयो, सानो तिम्रो छोरा 16 वर्षको हुनेछ र यस सहरमा राजाकी एक्ली छोरीसँग विवाह हुनेछ। विवाहपछि तिम्रो छोराको राजाको सम्पत्ति र सिंहासनमा अधिकार हुनेछ। म यो सबै कारण बिना भनेको छैन, यो बच्चाको हत्केलामा भएको रेखाहरूले यो बताइएका छन्। साथीहरू, साधु महाराजबाट यस्तो कुरा सुनेर सूरजदास र उनकी श्रीमती अत्यन्तै खुसी भए, किनकि उनीहरूको घरमा कुनै साधारण बच्चा होइन तर राजा जन्म भएको हो। तब यो सब सहरका मानिसहरूलाई पुग्यो कि सूरजदासको छोरा एक दिन सहरको राजा बन्नेछ। टाढा टाढाबाट मानिसहरू आफ्नो छोरालाई हेर्न आउँथे। त्यसैबीच त्यो सहरको राजा, जसको छोरी साधुसँग भागेकी थिइन्, आफ्नो विवाहको भविष्यवाणी गरिएका उनी जङ्गलमा शिकार गर्न गए। जङ्गलमा उनले एउटा मृग देखे। मृगलाई देखेर राजाले आफ्नो घोडालाई पन्छ्याउँदै लगे। पन्छ्याउँदै गर्दा त्यो धेरै टाढा गयो। उनीहरू सँगै आएका सिपाहीहरू पनि पछाडि परे। धेरै समयसम्म मृगलाई पन्छ्याएपछि पनि उनी जङ्गलमा उनको नजरबाट गायब भएको शिकार गर्न सकेन। राजाले पन्छ्याउन धेरै ढिला गरिसकेका थिए। तीरखाली गर्दा उनको घाँटी सुकेको थियो। उनले पानीको खोजीमा वरिपरि
हेरे तर पानीको स्रोत भने कतै फेला पार्न सकिन। अगाडि बढ्दै जाँदा उनले एउटा गाउँ देखे। साथीहरू, त्यो त्यही गाउँ हो जहाँ सुरजदास र उनको छोरा जन्मिएको थियो। राजा गाउँ नजिकै पुग्दा उनले एउटा झोपडी देखे जहाँ एक ऋषि गहिरो ध्यानमा बसिरहेका थिए। राजाले उनको छेउमा गएर नमन गर्दै भने, हे महाराज, मलाई धेरै तिर्खा लागेको छ। यदि म तपाईँलाई पानी दिन सकेँ भने तपाईँको ठुलो दया हुने थियो। ऋषिले भने, हे राजा, कृपया केही समय पर्खनुहोस्, म तपाईँका लागि पानी लिएर आउँछु। यसो भन्दै ऋषि झोपडीभित्र गए र पानी लिएर पानीको भाँडो दिए। राजाले पनि पानी पियो र तिर्खा मेटाए। उनी जान लाग्दा उनको नजर सुरजदासको छोरालाई हेर्न जाने मानिसहरूमा पर्यो। राजाले ऋषिलाई सोधे, हे गुरुदेव, तपाईँ किन यति धेरै तिर्खाउनु भएको छ? मानिसलाई भेला भएर कहाँ जाँदैछन्? ऋषिले भने, राजन, यिनीहरू त्यो किसानको घरमा जाँदैछन् जहाँ भर्खरै एउटा छोरा जन्मिएको छ। राजाले महात्माजीलाई सोधे, त्यो बच्चामा के त्यस्तो विशेष छ कि सबै उसलाई हेर्न जाँदैछन्? ऋषिले भने, राजन, बच्चाको हातमा निलो दाग छ जसको सङ्केत गर्छ कि ऊ यस राज्यको राजा बन्ने छ। यो सुनेर राजाले भने, महात्माजी, यी सबै झुट हुन्, यो कहिले हुन सक्दैन। म यस राज्यको राजा हुँ, म किन गरिब किसानको छोरालाई मेरो राज्यको राजा बनाउने? ऋषिले भने, राजन, कुनै पनि मानिसलाई कसैलाई राजा वा दरिद्र बनाउन सक्दैन। त्यो किसानको छोराले कुरा गर्ने हो भने म तिमीलाई भन्न चाहन्छु कि 16 वर्षपछि उसले तिम्रो एक मात्र छोरीसँग विवाह गर्नेछ। विवाहपछि ऊ सहरको राजा बन्नेछ। राजाले भने, महात्माजी, कुन छोरी? मेरो कुनै सन्तानै छैन, त्यसो भए तिम्रो भविष्यवाणी कसरी सत्य हुन सक्छ? ऋषिले भने, हे राजा, 1 वर्षपछि तिम्रो रानीको गर्भबाट छोरी जन्मिनेछ। यो किसानको छोराको त्यो छोरीसँग विवाह गर्नेछ। त्यो सुनेर राजा खुसी र दुखी दुवै भए। खुसी किन भए? उसको बच्चा हुनेवाला थियो। दुखी किनभने उनकी छोरी गरिब किसानको छोरासँग विवाह गर्ने गइरहेकी थिए। उनी यो कुरा स्वीकार गर्न तयार थिएनन्। राजाले मनमा सोच्न थाले, साधारण किसानको छोरा कसरी मेरो ज्वाइँ बन्न सक्छ? म कहिल्यै यस्तो हुन दिने छैन। राजाले सन्तलाई भने, महात्माजी, के तपाईँलाई लाग्छ कि म मेरी छोरीको विवाह साधारण किसानको छोरासँग गर्नेछु? सन्तले भने, हे राजा, भाग्यमा लेखिएको कुरा कहिल्यै मेटाउन सकिँदैन। सृष्टिकर्ताले लेखेको कुरा ढुङ्गाको रेखा जस्तै हो। राजालाई आफ्नो शक्तिमा धेरै घमण्ड थियो। उनले भने, महात्माजी, जे भए पनि म मेरी छोरीलाई त्यो बेकममा किसानको छोरासँग विवाह गर्न दिने छैन। म सृष्टिकर्ताले लेखेको कुरा पनि मेटाउन सक्छु। सन्त मुस्कुराउँदै भने, राजन, म यहाँ छु, तिमी पनि यहाँ नै छौ। समय आएपछि के हुन्छ हेर्नेछौँ। राजाले भने, ठिक छ महात्माजी, समय आउन देऊ, त्यसपछि हेर्नेछौँ। यति भनेर राजाले ऋषिलाई दण्डवत गरे र आफ्नो घोडा चढेर दरबारतिर लागे। दरबारमा पुगेपछि राजा सोच्न थाले, सर्प मारियोस् र लट्ठी नभाँचियोस् भनेर म के भनौँ? मैले त्यस्तो परिस्थिति आउन दिनु हुँदैन जहाँ मैले मेरी छोरीको विवाह त्यो किसानको छोरासँग गर्नुपर्छ। रातभरि सोच विचार गरेपछि उसले समाधान निकाल्यो। भोलिपल्ट राजाले ब्राह्मणको भेष धारण गरेर विमलपुर गाउँ गए। गाउँलेहरूलाई सोधेपछि उसले सुरजदासको घरको ठेगाना पत्ता लगायो। आइपुग्दै गर्दा उनले कराएर कोही छ भनेर भन्यो, हामीलाई कोही भिक्षा दिनुहोस्, हामी भोका ब्राह्मण हौँ। सुरजदास बाहिर आए। ब्राह्मणलाई नमन गर्दै भने, महाराज, म तपाईँको सेवा कसरी गर्न सक्छु? ब्राह्मणको भेषमा राजाले जवाब दिए, कृपया हामीलाई केही भिक्षा दिनुहोस्, हामी टाढाबाट आएका छौँ। त्यसपछि उनले भने, म भाग्य पनि देख्न सक्छु। मलाई विश्वास छ तपाईँको दाहिने हातमा निलो दाग भएको एउटा छोरा छ। सुरजदासले जवाब दियो, हो बाबा। ब्राह्मणले जवाब दिए, हामीलाई सबै कुरा थाहा छ, हामीलाई तपाईँको छोरा देखाउनुहोस्। सुरजदासले आफ्नो छोरा ल्याएर ब्राह्मणलाई देखाए। ब्राह्मणले भने, यदि यो छोरा तपाईँसँग रह्यो भने यो 16 वर्षमा मर्नेछ। यदि तपाईँले यसलाई कसैलाई दान गर्नुभयो भने यो 16 वर्षमा तपाईँ कहाँ फर्कनेछ। यो सुनेर सुरज रुन थाल्यो र भन्यो, बाबा, हामी कसरी यो बच्चालाई हामीबाट अलग गर्न सक्दैनौँ। ब्राह्मणले भने, यदि तिमी उसलाई अरू कसैलाई दिन चाहदैन भने मलाई देऊ, म 16 वर्षपछि फिर्ता गर्नेछु। राजाले थप व्याख्या गर्थे, भाइ, म तिम्रो बच्चा सधैँभरि मागिरहेको छैन, म उसलाई 16 वर्ष नभएसम्म माग्दैछु। यो उसको जीवन बचाउने एक मात्र तरिका हो। सुरजदासले राजाको कुरा सत्य देखे। उनी आफ्नो श्रीमती कहाँ गए र भने, भाग्यमानी एक दयालु ब्राह्मण हाम्रो ढोकामा आएको छ। उसले भन्यो कि यदि यो बच्चा हामीसँग रह्यो भने ऊ 16 वर्षपछि मर्नेछ। उसकी श्रीमती सुरुमा अस्वीकार गर्छिन्, तर जब सुरजदासले ब्राह्मणले बच्चालाई केही वर्ष मात्र राख्न चाहन्छ भनेर व्याख्या गरेपछि उनी सहमत भइन्। उनीहरू दुवै आफ्नो छोरा लिएर बाहिर निस्किए र ब्राह्मणलाई सुम्पिए, हे ब्राह्मण, हामी तिमीहरूलाई हाम्रो बच्चा सुम्पिँदैछौँ, तर एउटा शर्त छ। ब्राह्मणले सोधे, के शर्त हो? सुरजदासकी श्रीमतीले जवाफ दिइन्, मेरो छोरा 16 वर्ष भएपछि
तिमीहरूले फिर्ता गर्नुपर्छ। राजा भन्छ, म तिम्रा सबै शर्तहरू स्वीकार गर्छु। जब तिम्रो बच्चा मलाई देऊ। यसरी ती दम्पतिले आफ्नो नवजात शिशुलाई ब्राह्मणबाट राजा बनेका सुम्पिदिए। राजा खुसीका साथ बच्चालाई लिएर गए। उनी नदीको किनारमा पुगेर बच्चालाई काटी थिची मार्ने र त्यसपछि उनको शरीर नदीमा फ्याँक्ने निर्णय गरे। तर बच्चाको निर्दोष अनुहार देखेर राजाले आफ्नो मन परिवर्तन गरे। उनले सोचे कि यो निर्दोष बच्चालाई मार्ने पाप किन लिने, म यसको लागि नर्कमा पनि ठाउँ पाउने छैन। धेरै सोच विचार गरेपछि राजाले बच्चालाई काठको बाकसमा बन्द गरेर नदीमा बगाउने निर्णय गरे। उनले एउटा बाकस डिजाइन गरे जसले बच्चालाई सास फेर्न र डुब्नबाट बचाउँछ अनुमति दिनेछ, र उसले बच्चालाई बाकसमा राखे, नदीमा बगाइदिए र आफ्नो दरबार फर्किए। राजा चिन्तित भए कि बाकस गहिरो नदीमा डुब्नेछ तर बच्चा मर्नेछ। तर साथीहरू, बाकस अर्को सहरको किनारामा तैरिँदै वैभव दास नामका एकजना धनी व्यापारी हरेक बिहान जुन नदीमा नुहाउन आउँथे, त्यो दिन पनि उनले नदीमा एउटा बाकस तैरिरहेको देखे। बाकस खोल्दा उसले भित्र एउटा नवजात शिशु आरामसँग सुतिरहेको देखे। वैभव दासले बच्चालाई आफ्नो छातीमा अँगालो हालेर सोचे, म हरेक दिन गङ्गामा नुहाउँछु, गङ्गा माताले मलाई यो बच्चा उपहार दिनुभएको हो। उसले बच्चालाई आफ्नो श्रीमती कहाँ लगेर सबै कुरा सुनायो। व्यापारीले गङ्गा मातालाई धन्यवाद दिएर बच्चालाई स्याहार गर्न थाले। वैभव दास र उनकी श्रीमतीले बच्चालाई धेरै माया र स्नेहले हुर्काए, उनीहरूलाई शिक्षित र सक्षम बनायो। यसरी 16 वर्ष बित्यो र त्यो बच्चा अब जवान भइसकेको थियो। एक दिन त्यो युवक आफ्ना साथीसँग खेलिरहेको थियो। त्यतिकैमा त्यो सहरको राजाको जुलुस त्यहाँबाट गुज्रियो। त्यही क्षण एउटा सानो बच्चा काफिलाको अगाडि आयो। वैभवको छोराले उसलाई देख्यो र छिटो दौड्यो र त्यो निर्दोष बच्चालाई बचायो। साथीहरू, जसको काफिला थियो त्यो राजा त्यही राजा थियो जसको सूरजदासको छोरालाई नदीमा डुबाएको थियो। राजाको नजरमा त्यो युवकको हातमा रहेको नीलो दाग पर्यो। उसले बुझ्यो कि यो केटा त्यो हो। उसले काफिला रोक्यो र सिपाहीहरूलाई भने, त्यो केटालाई समातेर ल्याऊ, म उसलाई उसको बहादुरीका लागि पुरस्कार गर्नेछु। सिपाहीहरूले वैभव दासको छोरालाई राजाको अगाडि ल्याए। त्यो जवान मानिसले झुकेर भन्यो कि तिमी को हौ र मलाई किन बोलाएको? राजाले भने, छोरा, म छिमेकी राजाको राज्यको राजा हुँ। तिम्रो बहादुरीको लागि म तिमीलाई पुरस्कृत गर्न चाहन्छु। पहिले म तिमीहरूलाई केही प्रश्न सोध्न चाहन्छु। तिम्रो गाउँ कुन हो? तिम्रा आमा बुवा को हुन्? अनि तिम्रो हातमा यो नीलो चिन्ह के हो? त्यो जवान मानिसले भन्यो, हे राजा, म छिमेकी गाउँमा बस्छु। मेरो बुबा वैभव दास एक धनी व्यापारी हुनुहुन्छ। यो चिन्ह बाल्यकालदेखि नै हो मेरो हातमा। तिमी किन यो सबै सोधिरहेका छौ? राजाले भने, त्यसै गरी म तपाईँको आमा बुवालाई भेट्न चाहन्छु। के तपाईँ मलाई आफ्नो घर लैजान सक्नुहुन्छ? त्यो युवकले भने, किन नगर्ने मेरो राजा, हाम्रो घर सौभाग्य हुनेछ। राजा वैभवको घर गए। वैभव दासले सोधे, महाराज, तपाईँ के उद्देश्यले आउनुभयो? राजाले जवाब दिए, सेठजी, म तपाईँको छोराको बहादुरीबाट प्रभावित छु। आज उसले निर्दोषको ज्यान बचायो। वैभव दासको छाती गर्वले फुल्यो। उसले भन्यो, हो महाराज, मेरो छोरा बाल्यकालदेखि नै बहादुर छ। हामीले उसलाई भेटेदेखि नै हाम्रो घर धन्य भएको छ। राजाले सोधे, उसलाई भेट्नुको अर्थ के हो? वैभव दासले जवाब दिए, महाराज, यो मेरो वास्तविक छोरा होइन। उसलाई मैले एउटा नदीको किनारमा बाकसमा भेट्टाएको हुँ। यो सुनेर राजा चिन्तित भए। उसले भन्यो, शेरजी, मलाई मेरी छोरीको रक्षा गर्न यस्ता बहादुर युवक चाहिन्छ। यदि तपाईँले अनुमति दिनुभयो भने म उसलाई काममा राख्न चाहन्छु। वैभव दास सहमत भए र राजाले एउटा पत्र लेखे, खाममा छाप लगाएर जवान मानिसलाई भने, छोरा, म कुनै कामका लागि अर्को राज्य जाँदैछु। तिमीले यो पत्र मेरो दरबारमा लैजानुपर्छ। रानीले त्यो पढेर तिमीलाई काम दिनेछिन्। राजा आफ्नो दल लिएर अगाडि बढे। वैभव दासको छोरा राजाको सहरतिर लागे। बाटोमा ऊ घना जङ्गलमा पुग्यो र डाकुहरू लुक्ने ठाउँमा पुग्यो। उसले त्यहाँ एउटा झुपडी देख्यो र त्यहाँ रात बिताउने निर्णय गर्यो। झुपडीभित्र एउटा भव्य दरबारमा जाने सिँढीहरू थिए। त्यही एक वृद्ध महिला खाना पकाउँदै थिइन्। उनको नजर युवकमा पर्यो। उनले सोधिन्, छोरा, तिमी को हौ? अनुमति बिना यहाँ कसरी आयो? युवकले घटनाको वर्णन गर्दै, आमा, म बाटो बिराएँ। यदि तपाईँले मलाई एक रात बस्न अनुमति दिनुभयो भने हुन्थ्यो। वृद्ध आमाले जवाब दिइन्, छोरा,
यो डाकुहरूले लुक्ने ठाउँ हो। यदि तिमीहरूले थाहा पाए भने तिमीलाई जिउँदो छोड्ने छैन। युवकले जवाफ दियो, आमा, रात परिसक्यो, जङ्गली जनावरहरूले मलाई आक्रमण गर्नेछन्, कृपया मलाई बाटो देखाइदिनुहोस्। महिलालाई दया लाग्यो र उसलाई रात बिताउन दियो। केही समयपछि डाकुहरू पनि आइपुगे। तिनीहरूले सुतिरहेको युवकलाई देखे। तिनीहरूले सोधे, आमा, यो को हो? महिलाले भनिन्, यो दयालु केटा हो। उसले राजाको सन्देश बोकेर जागिर खोजिरहेको छ। उसले बाटो हरायो र यहाँ आइपुग्यो। एक डाकुले भन्यो, म उसलाई खोज्छु। खोजीको क्रममा उसले राजाको एउटा पत्र भेट्टायो। त्यो पत्र पढेपछि उसले करायो, लाज, हाम्रो राजा कति क्रूर छ। वृद्धले सोधिन्, छोरा, चिठ्ठीमा के छ? डाकुले जवाफ दियो, आमा, चिठ्ठीमा लेखिएको यो केटा तपाईँ कहाँ पुग्ने बित्तिकै रानी उसलाई मारेर फ्याँकिदेऊ। म फर्किनु अघि यो गर्नुपर्छ। यो सुनेर वृद्धाले कराइन्, कस्तो दुष्ट राजा। उनले डाकालाई भनिन्, यो पत्र बदल्नुहोस्। नयाँ पत्रमा यो केटा कुलीन र बुद्धिमान छ भनेर लेख्नुहोस्। रानी म फर्कनु अघि यसको विवाह राजकुमारीसँग गराउनुहोस्। डाकाहरूले एउटा नयाँ पत्र लेखे, खाममा राखेर जवान मानिसको खल्डीमा हाले। बिहान वृद्ध महिलाले जवान मानिसलाई उठाइन् र भनिन्, छोरा, बिहान भइसक्यो, तिमी अब जान सक्छौ। जवान मानिस झुकेर दरबारतिर लाग्यो। त्यहाँ उनले रानीलाई पत्र दिए। रानीले पढिन्, जसमा लेखिएको थियो, यो केटा कुलीन र बुद्धिमान छ, म फर्किनु अघि यसको विवाह राजकुमारीसँग गराउनुहोस्। रानीले सोचिन् कि राजाले यो केटामा यति सुन्दर के देख्यो। पत्रमा राजाको हस्ताक्षर र छाप देखेर उनले तुरुन्तै एक पुजारीलाई बोलाइन् र राजकुमारीको विवाह त्यो युवकसँग गराइन्। केही दिनपछि राजा आफ्नो सहरतिर फर्किए। उनले सोचे कि रानीले केटालाई मारेको हो। तर जब उनले आफ्नो सिंहासनमा त्यो जवान मानिसलाई देखे, उनी छक्क परे। उनले थाहा पाए कि उनकी छोरीको विवाह ऋषिको भविष्यवाणी गरेको केटासँग भएको। रिसाई राजाले रानीलाई सोधे, मैले यो केटालाई मार्ने आदेश दिएको थिएँ, तपाईँले किन राजकुमारीसँग विवाह गर्नुभयो? रानीले जवाफ दिइन्, महाराज, मैले पत्रमा लेखिएको कुरा ठ्याक्कै गरेँ। राजाले पत्र पढे र देखे कि त्यसमा अर्कै कुरा लेखिएको थियो। रिसाई उनले आफ्ना सिपाहीहरूलाई त्यो केटालाई समातेर राजा कहाँ ल्याऊ आदेश दिए। सिपाहीहरूले त्यो युवकलाई राजा कहाँ ल्याए। राजाले रिसाउँदै भने, तिमीले मेरी राजकुमारीसँग विवाह गरेर मलाई धोका दियो, तिमीलाई मृत्युदण्ड दिइनेछ। त्यो युवकले सोधे, महाराज, मैले के धोका दिएँ? तपाईँ किन बार बार किसानको बारेमा कुरा गरिरहनु भएको छ? म वैभव दास सेठको छोरा हुँ। राजाले भने, तपाईँ मलाई मूर्ख बनाउँदै खोज्दै हुनुहुन्छ। आज तपाईँको अन्तिम दिन हो। राजाले आफ्नो तरबार उठाए। राजकुमारी अगाडि आइन् र भनिन्, बुवा, तिनीहरूलाई मार्नु अघि तपाईँले मलाई मार्नुहोस्। ठिक त्यही बेला एक सिपाही आइपुगे र भने, महाराज, एक विद्वान सन्त तपाईँलाई भेट्न चाहन्छन्। राजाले सन्तलाई बोलाए। सन्तले भने, राजा, म त्यही व्यक्ति हुँ जसलाई तपाईँले 16 वर्ष पहिले भेट्नु भएको थियो। मैले तपाईँलाई भनेको थिएँ कि तपाईँको छोराले यो हात किसानको छोरासँग विवाह गर्नेछिन्। राजाले हात जोडेर भने, गुरुदेव, कृपया मलाई माफ गर्नुहोस्। तपाईँले सही भन्नुभयो। भाग्यमा लेखेको कुरा कहिल्यै मेटाउन सकिँदैन। सन्तले भने, राजा, भाग्यको विरुद्धमा कोही पनि उभिन सक्दैन। जब अनावश्यक चिन्ता गर्न छोड्नुहोस्, यो युवकलाई आफ्नो ज्वाइँको रूपमा स्वीकार गर्नुहोस् अनि आफ्नो राज्य उसलाई सुम्पिदिनुहोस्। यसरी राजाले आफ्नो राज्य सूरदासको छोरालाई सुम्पिदिए। सहरले राजाको दयाको बारेमा कुरा गर्न थाले। सूरदासको छोरा राजा बने र खुसी साथ बस्न थाले। राजाले पनि आफ्नो अहङ्कार त्यागे। साथीहरू, यो कथाले हामीलाई सिकाउँछ कि केही परिस्थितिहरू हाम्रो नियन्त्रणभन्दा बाहिर छन्। हामीले समयद्वारा पूर्व निर्धारित हुनुपर्छ र हामी चाहे पनि तिनीहरूलाई परिवर्तन गर्न सक्दैनौँ। प्रिय दर्शकहरू, कथा अझै सकिएको छैन। अब हामी जान्नेछौँ कि यदि राम रावणका ज्वाइँ थिए भने लडाइँ किन भयो र सीता उनकी बहिनी थिइन् भने लक्ष्मणकी बहिनी कसरी उनकी बहिनी भइन्। पहिले पजलको पहिलो भागलाई सम्बोधन गरौँ। राम रावणका ज्वाइँ कसरी भए र यदि थिए भने तिनीहरूले किन लडाइँ गरे? साथीहरू, यो कथा लङ्कामा भएको गम्भीर अनिकालको समयमा घट्छ। एक महान विद्वान, ज्योतिषी र शक्तिशाली राजा रावणले आफ्ना मानिसहरूको समृद्धि सुनिश्चित गर्न सन्त र ऋषिबाट कर उठाउन थाले। तर हामीलाई थाहा छ, सन्तहरूसँग सांसारिक सम्पत्ति हुँदैन। तिनीहरूसँग केवल सरलता, आध्यात्मिक शक्ति हुन्छ र तिनीहरूसँग कमण्डलो, लुगा वा केही साधारण चिजहरू हुन्छन्। जब सन्तहरूले कर तिर्न सक्दैनथे, आफ्नो शक्ति र अहङ्कारका लागि परिचित रावणले उनीहरूलाई यातना दिन थाल्यो। उसले सन्तहरूको रगत निकालेर भाँडमा जम्मा गर्न थाल्यो।
एक दिन रावण एक सन्तको कुटीमा पुगे। सन्त त्यति बेला त्यहाँ उपस्थित थिएन, किनभने उनी तपस्या वा यात्राका लागि कतै गएका थिए। रावणले कुटीमा हेरे र केही दुध भएको भाँडो देखे। उनले त्यो भाँडोमा सन्तको रगत मिसाए र आफ्नो दरबारमा फर्के। आफ्नी पत्नी मन्तोदरीलाई भाँडो दिँदै भने, प्रिय, भाँडो सुरक्षित राख्नुहोस्, यसमा विषयुक्त पदार्थ छ, यसलाई नखोल्नुहोस् र यसलाई सुरक्षित रूपमा कतै लुकाउनुहोस्। समर्पित र बुद्धिमान महिला मन्तोदरीले भाँडोलाई गोप्य ठाउँमा लुकाएकी थिइन्। साथीहरू, रावणको बार बार जङ्गल जाने बानी थियो। उनी अप्सरा र अन्य महिलाहरूसँग समय बिताउने गर्थे, जुन मन्तोदरीलाई मन पर्दैन थियो। यो एक समर्पित पत्नीको लागि असहनीय हो। उनी विश्वास गर्थिन् कि कुनै पत्नीले कुनै कठिनाई सहन गर्न सक्दैन। घरमा पैसा नभए पनि उनी परिवार पाल्न सक्ने र अरूको घरमा काम गर्न कडा परिश्रम गर्छिन्। तर उनले आफ्नो पतिले अर्की महिलासँग समय बिताएको कहिले सहन गर्न सक्दैनथे। मन्तोदरीको रिस र दुःख बढ्दै गयो। एक दिन उनले भाँडोमा रहेको विषयुक्त पदार्थ पिएर आत्महत्या गर्ने निर्णय गरिन्। उनले सोचिन् कि जब उनी जीवित रहनेछन् यो दुःख पनि समाप्त हुनेछ। मन्तोदरीले भाँडोबाट रगत मिसिएको अलिकति दुध निकालिन् र उनले त्यो पिइन्, तर उनी मरिनन्, बरु उनी गर्भवती रहिन्। यसबाट मन्तोदरीलाई गहिरो पीडा भयो। उनी एक पतिव्रता महिला थिइन् र यो गर्भावस्था उनको पति रावणको थिएन। यो कसरी भयो भनेर उनले बुझ्न सकिन। डर र लज्जाले गर्दा उनले रावणलाई भनिन्। उनले सोचिन् कि सकेसम्म चाँडोभन्दा चाँडो यसलाई गर्भवतन गराउनु पर्छ, अन्यथा रावणले थाहा पायो भने विपत्ति आइपर्नेछ। मन्तोदरीले योजना बनाइन्। उनले रावणलाई भनिन्, हे प्रभु, मैले सुनेको छु कि तपाईँको गर्जन यति शक्तिशाली छ कि तपाईँले यसले गर्भवती महिलाहरूको गर्भवतन गराउँछ। म यो चमत्कार देख्न चाहन्छु। आफ्नो शक्तिमा गर्व गर्दै रावण सहमत भए। उनी भयङ्कर गर्जन गरे, जसले गर्दा मन्तोदरीको गर्भवतन भयो। मन्तोदरीले भ्रूणलाई त्यही भाँडोमा बन्द गरिन् र फेरि लुकाइन्। त्यही समयपछि आकाशबाट लङ्कामा आवाज आयो। आकाशबाट यस्तो आवाज आयो कि रावण, तिम्रो घरमा राखिएको भाँडोले तिम्रा मानिसहरूमा भयानक अनिकार र विनाश ल्याउनेछ। यसलाई तुरुन्तै अन्यन्त्रै लैजानुहोस्। रावण डरायो। उसलाई थाहा थिएन कि भाँडोको सामग्री छ। अब रगत र दुधको सट्टा मन्तोदरीको गर्भवती निषेध गरिएको छ। उनले सोचे कि त्यो भाँडो मिथिलाका राजा जनकको राज्यमा गाड्नुपर्छ, किनकि जनकको राज्य धनले भरिपूर्ण छ। रावणले त्यो भाँडो लिएर जनकको राज्यमा गोप्य रूपमा गाडिदिए। त्यसैबीच केही समयपछि जनकको राज्यमा ठुलो अनिकाल पर्यो। रुखहरू र बोट बिरुवाहरू सुके, नदीहरू सुके र मानिसहरू दुःखमा कराउन थाले। राजा जनक अत्यन्तै दुःखी भए। उनले आफ्ना परिवारका गुरुहरू, पुजारीहरू, ब्राह्मणहरूलाई बोलाए सोधे, हाम्रो राज्यमा यो सङ्कट किन आएको छ? एकपल्ट हाम्रो राज्य हरियालीपूर्ण थियो, तर हाम्रा मानिसहरू खुसी थिए, तर अब सबै कुरा ओइलाइसक्यो। यो कारण के होला बताइदिनुहोस्। विद्वानले भने, महाराज, तपाईँको भूमि यज्ञ गर्नुपर्छ। तपाईँ र रानी सुनैना आफैले जमिन जोत्नुपर्छ र यसमा यज्ञ गर्नुपर्छ। जनक र सुनैनाले त्यसै गरे। तिनीहरूले हलो खेतमा लगे र जोत्न थाले। जोत्दै गर्दा तिनीहरूले हलोले भाँडोमा ठोक्कियो। जब भाँडो ठोकियो तब निकाल्दाखेरि एक सुन्दर मुस्कुराइरहेकी केटी आए। जनक र सुनैना उनलाई देखेर अत्यन्तै खुसी भए। उनलाई आफ्नी छोरीको रूपमा स्वीकार गरे र उनको नाम सीता राखे, किनभने उनकी कोमल हलोको सियोबाट निक्लेको हुनाले उनको नाम सियो राख्यो र पृथ्वी माताको काखबाट निस्किएकी थिइन्। र पछि यज्ञपछि मिथिलामा वर्षा सुरु भयो। केही समयमै राज्य फेरि हरियाली र हरियालीमा फर्कियो। मानिसहरू खुसी भए र सबै कुरा सामान्य भयो। अब पजलको पहिलो भाग बुझ्नुहोस्। सीताको गर्भधारण रावणकी पत्नी मन्तोदरीबाट भएको हुनाले सीता रावणकी छोरी थिइन्। जब रामले सीतासँग विवाह गरे, उनी रावणको ज्वाइँ बने। तर युद्ध किन भयो साथीहरू? रावण एक महान ज्योतिषी थिए। जब उनी सीताको स्वयंवरमा गए, उनले सीताको हत्केलाको अध्ययन गरे। यो देखेर उनले बुझे कि सीताको पति उनको विनाश हुनेछ। उनलाई थाहा थियो कि सीताले अयोध्याका राजकुमार रामसँग विवाह गरिनेछिन् र राम उनको हत्यारा हुनेछ। यो डरले रावणले सीतालाई अपहरण गरे। उनले सोचे कि यदि उनले सीतालाई रामबाट टाढा राखे भने उनी मारिने छैन, तर भाग्यलाई कसैले रोक्न सक्दैन। रामले लङ्कामा आक्रमण गरे र अन्ततः
रावणलाई मारे। यसरी पजलको पहिलो भाग समाधान भयो। राम रावणका ज्वाइँ थिए, तर रावणको अहंकार र सीताको अपहरणले युद्ध निम्तियो। अब पजलको दोस्रो भागतिर लागौँ। सीता कसरी लक्ष्मणकी बहिनी र त्यसपछि उनकी भाउजू बनिन्। साथीहरू, यो कथा भगवान परशुराम र शेषनागबीच सम्बन्धित छ। भगवान विष्णुका अवतार परशुरामले भने भगवान शिवबाट शिक्षा प्राप्त गरेका थिए। उनी आफ्नो गुरु शिवलाई गुरुदक्षिणा उपहार दिन चाहन्थे। उनले शिवलाई बार बार भने, गुरुदेव, तिमीले जे माग्छौ म तिमीलाई दिनेछु। तर शिवले जवाफ दिए, समय आएपछि म त्यो माग्नेछु। परशुराम आफ्नो शक्ति र ज्ञानमा गर्व गर्न थाले र बार बार सोधे, गुरुदेव, तिमीलाई के चाहिन्छ भन, म तिमीलाई जे दिन पनि तयार छु। शिवले उनको परीक्षा लिने निर्णय गरे। उनले भने, यदि परशुरामले मलाई गुरुदक्षिणा दिन चाहन्छ भने मलाई शेषनागको रत्न ल्याऊ। यो सुनेर शेषनाग, जसको फुसमा पृथ्वी जुडिएको छ, डराए। पृथ्वी माता पनि आत्तिइन्, किनभने यदि शेषनागको रत्न हटाइयो भने पृथ्वीको सन्तुलन बिग्रिनेछ। पृथ्वी र शेषनागले एउटा योजना बनाए। पृथ्वीले वृद्धि आमाको रूप धारण गरेर शेषनाग सानो बच्चाको रूपमा देखा परे। परशुराम शेषनागको रत्न लिन जाँदै गर्दा उनको भेट वृद्ध आमा र रोइरहेको बच्चासँग भए। परशुरामले सोधे, आमा, बच्चा किन रोइरहेको छ? पृथ्वीले जवाफ दिए, हामीसँग बस्ने ठाउँ छैन, त्यसैले ऊ दुःखी छ। परशुरामले उसलाई दया गरिएर भने, तिमी र तिम्रो बच्चा मेरो झुपडीमा बस्न सक्छौ। पृथ्वीले भने, मेरो बच्चा धेरै शरारती छ, उसले तिम्रो सम्मान बाँच्न सक्छ। यदि त्यसो हो भने तिमीले उसलाई मार्नेछौ। परशुरामले बाचा गरे, म तिम्रो बच्चालाई केही गर्ने छैन, केही पनि भन्ने छैन। उसले जे बाँचे पनि। पृथ्वी र शेषनाग बच्चाको रूपमा परशुरामको झुपडीमा बस्न थाले। त्यसैबीच ऋषि नारदले परशुरामलाई भने कि शेषनागको रत्न सजिलै प्राप्त हुने छैन। पहिले तपाईँले 10 दिशाका राजालाई परास्त गर्नुपर्छ। तिनीहरूको धनुष र हतियारहरू जम्मा गर्नुहोस्। त्यसपछि मात्र तपाईँ रत्न प्राप्त गर्न सक्नुहुन्छ। परशुरामले त्यसै गरे। उनी 10 दिशाका राजाहरूसँग लड्नेछन् र तिनीहरूको धनुष र हतियारहरू आफ्नो कुटीमा ल्याउनेछन्। तर बच्चाको रूपमा शेषनागले ती धनुष र हतियारहरू बाँच्नेछन्। परशुराम धेरै क्रोधित हुनेछन्, तर आफ्नो प्रतिज्ञाको कारणले गर्दा उनी केही बोल्ने छैनन्। भनिन्छ कि परशुरामले 21 क्षत्रियहरूलाई मारे, तर शेषनागको रत्न फेला पार्न सकेन। यही शेषनागले पछि लक्ष्मणको रूपमा अवतार लिए। अब दोस्रो पहेली उत्तर अनुमान गर्नुहोस्। पृथ्वी माताले शेषनागलाई आफ्नो छोरा घोषणा गरिन् र सीता पनि पृथ्वीबाट निस्किइन्। यसरी पृथ्वीकी छोरीको रूपमा सीता र छोराको रूपमा शेषनागलाई दाजुभाइ र बहिनी मानिन्थ्यो। जब रामले सीतासँग विवाह गरे, सीता लक्ष्मणकी भाउजू बनिन्। यसरी सीता पृथ्वीकी छोरीको रूपमा लक्ष्मणकी बहिनी थिइन् र रामकी पत्नीको रूपमा उनी भाउजू पनि थिइन्। त्यसैले साथीहरू, यो पहिलेको अर्थ मैले सन्त महात्मा र गुरुहरूबाट सिकेको हुँ। राम रावणका ज्वाइँ थिए, किनभने सीता रावणकी छोरी थिइन्, तर उनी रावणको अहंकार र सीताको अपहरणले युद्ध निम्ति गए। सीता लक्ष्मणकी बहिनी थिइन्, किनभने दुवै पृथ्वी माताका सन्तान थिए र रामसँग विवाह गरेपछि सीता उनकी भाउजू बन्न पुगिन्। यो कथाले हामीलाई सिकाउँछ कि कसैले पनि भाग्य परिवर्तन गर्न सक्दैन र यो अहंकारले मानिसलाई विनाशतर्फ डोर्याउँछ। यदि तपाईसँग यो पहिलेको कुनै अन्य अर्थ छ भने कृपया तल कमेन्ट बक्समा सेयर अवश्य गर्नुहोला। कथा यहीँ समाप्त गरौँ। यदि तपाईँहरू म जस्तै श्रीरामको साँचा भक्त हुनुहुन्छ भने कमेन्ट बक्समा जय श्रीराम अवश्य लेख्नुहोला र भिडियोमा लाइक र च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सनुहोला। धन्यवाद। जय श्रीराम।